हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। आज सन्डे, आज मेरो बर्थडे पनि परेको छ। म चाहिँ बिहान नुहाइधुवाइ गरेर थोरै पूजापाठ गरेर घरकै मन्दिरमा अनि मम्मीले एकछिन टिका लगाइदिनु भयो थोरै। त्यसपछि चाहिँ बिन्दावासिनी मन्दिर दर्शन गर्न जाऊँ भनेर हामी चाहिँ बाउ छोरा दर्शन गर्न जान लाग्यो। हामी चाहिँ उतै गएर भेट्छौँ गाइज, सी यु देयर गाइज। यो चाहिँ बिन्दावासिनी मन्दिरको माहौल एकदम बिहानको ताजा रमाइलो थियो। जो फुलहरू राम्रो फुलिरहेको, मन्दिरमा मान्छेहरूको भिड पनि ठिकै थियो, तर डाँडा काँडा चाहिँ यो पल्युसनले गर्दा देखेको थिएन, क्लियर थिएन। जस रमाइलो भयो, बिहानको दर्शन गरियो। हेर्ने सबै दर्शकबिनहरूलाई पनि बिन्दावासिनी भगवानले रक्षा गरून् भन्न चाहन्छु। त्यसपछि मैले एउटा फुच्चे भाइहरूलाई भनेर एउटा फोटो लिन लागेँ। त्यसपछि चाहिँ मेरो चाहिँ लगभग नयाँ वर्षको सुरुवात हुँदैछ। न्यू इयर भन्दा नि भयो, मेरो नयाँ वर्ष यो दिन भएर अर्को वर्ष सुरु हुँदैछ। त्यही भएर चाहिँ हामी गुलियोबाट सुरुवात गरौँ भनेर हामी लिन पुग्यौँ 100 कति वर्ष पुरानो जेरी पसल, जहाँ चाहिँ जहिले नि भिडै लाँदो रहेछ, यस्तो मान्छेहरूको भिड थियो। यहाँ चाहिँ एकदम पुरानो फेमस मान्छेहरू आउनुभएको फोटोहरू टाल्नु भयो रहेछ सम्झनाको लागि। त्यसको बारेमा हामीले केही समय कुरा गऱ्यौँ। त्यसपछि चाहिँ जेरी लिएर हामी पुग्यौँ घर। यस्तै थियो आजको बिहान चाहिँ। मेरो दिउँसोको चाहिँ म फेरि अपडेट गर्ने छु। धन्यवाद।